लास्ट च्याप्टरको इनमा हामीले इसागीले ह्युगोलाई छक्काउन सफल भएको र मेरो लकको अगाडि झुकेर सलाम गर ह्युगो भन्दै गर्दा साइडबाट रिन आएर इसागी तिमीले मलाई एक्लै छोड्न पाउँदैनौ, यो गोल मेरो हो भनेको र यही बेला दुईटैले गोलमा शट हान्न लागेको देखेका थियौं। अब ब्लू लकको च्याप्टर 347 को स्टार्टमा यहाँ यी दुईजना नै फायर हुँदै बब्बाल पावरफुल शट हान्छन्, जुन शटलाई कुनै डिफेन्डरले रोक्ने चान्स नै थिएन। यहाँ अब फ्रान्सको गोलकिपर पनि यो शट देखेर अब यो शट रोक्न जम्प गर्न थाल्छ, तर उसको हात नै त्यो ठाउँमा पुग्दैन, बरु उल्टै त्यो बल गोल पोस्टमा ठोकिएर माथि उड्छ, जुन देखेर सबैजना शक हुँदै त्योतिर हेर्छन्। यही बेला फ्रान्सको नम्बर 10 प्लेयर अति स्पिडमा बलतिर दौड्न थाल्छ र यो अरु कोही नभइकन लोकी हुन्छ, जसले अब सबैको बीचबाट बललाई खोज्न सफल हुन्छ। यहाँ लोकीले बल खोसेको देखेर कुनिगामी रिसाउँछ। अब लोकीले बललाई कन्ट्रोल गरेपछि बाइ बाइ ब्लू लक भन्छ र अति नै पेसमा सबैलाई छक्काएर अघि बढ्न थाल्छ। यहाँ यो देखेर इसागी शक हुन्छ र त्यतै हेर्दै मैले ह्युगोलाई ब्याटल अफ लकमा ल्याएँ र उसलाई 1 vs 1 मा हराएँ, तर पनि अन्तिममा रिन देखा पर्यो र मेरो शटको इम्प्याक्टलाई मेस गरिदियो। यदि त्यहाँ रिन नभएको भए त्यो मेरो पर्फेक्ट गोल हुने चान्स थियो भन्छ। अब यही बेला इसागीले इगोको कुरा सम्झिन्छ, जति बेला इगोले तिमीहरू सबैजना स्ट्राइकर्स हौ र अन्तिम सेकेन्डसम्म नि आफ्नो गोलको लागि ट्राई गरिराख्न पर्छ भनेको थियो। अब यो सोचेर इसागी दङ्ग पर्दै, तर त्यो फिलोसोफी अनुसार रिनले स्कोर गर्न खोज्नु नि सही डिसिजन हो, तर यति यो कारणले हामी हार्यौं भने इगोसानको थ्योरी अनि ब्लू लक सबै आफैमा फेल हुनेछ सोच्छ। र यही बेला लोकीले यतातिर अर्को साइडमा बल लगेर अति नै पावरफुल शट हानेर अर्को गोल गरिदिन्छ र यो गोल गर्नको लागि जुलियन लोकीले 6 जना प्लेयर्सलाई कटाएर काउन्टर गरेर गोल गरेको हुन्छ, जुन देखेर कमेन्टेटर्स नि एक्साइटेड हुँदै चिच्चाउँछन् र यहाँ फ्रान्सको स्कोर 4-2 हुन्छ र यही बेला गेम सकिएको हुइसल बज्छ र यस्तो पर्फर्मेन्स देखेर जापानका फ्यान्सहरू इम्बेरेस हुन्छन्। कमेन्टेटर्सले जुलियन लोकीलाई टक्कर दिन सक्ने अरु कोही छैनन्, ब्लू लकका स्ट्राइकर्स पनि उसको अगाडि पानी कम भयो भन्दै हुन्छ र यहाँ जापानका प्लेयर्स थकित भएर त्यही फिल्डमा बस्छन् र यसरी फ्रान्सले जापानलाई 4-2 को स्कोरले हराउँछ र यहाँ अब यो गेम जितेपछि लोकीले हाई गर्दै कस्तो बोरिङ हो भन्छ र धन्न यो ओभर भयो, ब्लू लक सोचे जस्तो केही दामी रहन्छ, म त्यसै नै एक्साइटेड भएछु जस्तो छ भन्छ। ह्युगोले हो, स्ट्राइकर्सले भरिएको टिममा उनीहरूले आफ्नै फिलोसोफीलाई फलो गरेनन् र फेल भए। यिनीहरू केवल इगोइस्टको ग्रुप हो जो कहिले वर्ल्ड कप पुग्न सक्दैन र यसै अरूको बाटोमा काँडाहरू मात्रै बनेर बस्नेछन्। सो त्यसैले ब्लू लक तिमीहरू हाम्रो डेस्टिनीको कक्स मात्र थियौ, अब हामीहरू कहिले भेटिने छैनौ भन्छ। यही बेला इसागीले के गरे, मेरो लकले तिम्रो त्यो बेकार थ्योरीलाई हराएको थियो र यो कुरा तिमीलाई पनि थाहा छ। यहाँ फेल भएको ब्लू लक मात्र होइन, तिम्रो सुइटेबिलिटीको थ्योरी पनि टोटली शिट छ, तर तिमीले ह्युमेनिटी लेजेन्ड्स र वर्ल्ड कप 4 चोटि जित्ने कुरा मात्र गर्छौ होइन, आफ्नो डेस्टिनीबाट नभाग, बुझ्यौ? तिमी मसँग हार्यौ, सेकेन्ड बेस्ट बास्टर्ड भन्दै अति इगोइस्ट पारामा ह्युगोतिर हेर्छ। ह्युगोले यहाँ ठीक छ, तर तिमी असली पेन थियौ, फेरि पछि अरू कुनै समय भेटौँला भन्दै बाई भनेर त्यहाँबाट जान लाउँछ र यही सिनसँगै च्याप्टर 347 इन हुन्छ। सो अब जापान फ्रान्ससँग हारिसकेको छ, सो के अब उनीहरू वर्ल्ड कपको नेक्स्ट राउन्डमा जान सक्लान् त? त्यो हामी नेक्स्ट च्याप्टरमा थाहा पाउनेछौँ। आजको लागि यति नै, थ्याङ्क्स फर वाचिङ।